जो मान्छे इमान्दार हुन्छ उसले मेहनत गर्नै पर्छ। गलत मान्छेले पो रातोरात धनी हुन्छ। हामी जस्तो मान्छे हुन सक्दैन, किनभने हामीलाई कहिले पनि गलत काम गर्न पनि आउँदैन, झुट बोल्न पनि आउँदैन। मेहनत गर्दा केही फरक पर्दैन। जति काम गर्छ मान्छे उति बलियो हुन्छ। जो मान्छे इमान्दार हुन्छ उसले मेहनत गर्नै पर्छ। गलत मान्छेले पो रातोरात धनी हुन्छ। हामी जस्तो मान्छे हुन सक्दैन, किनभने हामीलाई कहिले पनि गलत काम गर्न पनि आउँदैन, झुट बोल्न पनि आउँदैन। मेहनत गर्दा केही फरक पर्दैन। जति काम गर्छ मान्छे उति बलियो हुन्छ। जो मान्छे इमान्दार हुन्छ उसले मेहनत गर्नै पर्छ। गलत मान्छेले पो रातोरात धनी हुन्छ। हामी जस्तो मान्छे हुन सक्दैन, किनभने हामीलाई कहिले पनि गलत काम गर्न पनि आउँदैन, झुट बोल्न पनि आउँदैन। मेहनत गर्दा केही फरक पर्दैन। जति काम गर्छ मान्छे उति बलियो हुन्छ। जो मान्छे इमान्दार हुन्छ उसले मेहनत गर्नै पर्छ। गलत मान्छेले पो रातोरात धनी हुन्छ। हामी जस्तो मान्छे हुन सक्दैन, किनभने हामीलाई कहिले पनि गलत काम गर्न पनि आउँदैन, झुट बोल्न पनि आउँदैन। मेहनत गर्दा केही फरक पर्दैन। जति काम गर्छ मान्छे उति बलियो हुन्छ। जो मान्छे इमान्दार हुन्छ उसले मेहनत गर्नै पर्छ। गलत मान्छेले पो रातोरात धनी हुन्छ। हामी जस्तो मान्छे हुन सक्दैन, किनभने हामीलाई कहिले पनि गलत काम गर्न पनि आउँदैन, झुट बोल्न पनि आउँदैन। मेहनत गर्दा केही फरक पर्दैन। जति काम गर्छ मान्छे उति बलियो हुन्छ। जो मान्छे इमान्दार हुन्छ उसले मेहनत गर्नै पर्छ। गलत मान्छेले पो रातोरात धनी हुन्छ। हामी जस्तो मान्छे हुन सक्दैन, किनभने हामीलाई कहिले पनि गलत काम गर्न पनि आउँदैन, झुट बोल्न पनि आउँदैन। मेहनत गर्दा केही फरक पर्दैन। जति काम गर्छ मान्छे उति बलियो हुन्छ। जो मान्छे इमान्दार हुन्छ उसले मेहनत गर्नै पर्छ। गलत मान्छेले पो रातोरात धनी हुन्छ। हामी जस्तो मान्छे हुन सक्दैन, किनभने हामीलाई कहिले पनि गलत काम गर्न पनि आउँदैन, झुट बोल्न पनि आउँदैन। मेहनत गर्दा केही फरक पर्दैन। जति काम गर्छ मान्छे उति बलियो हुन्छ। जो मान्छे इमान्दार हुन्छ उसले मेहनत गर्नै पर्छ। गलत मान्छेले पो रातोरात धनी हुन्छ। हामी जस्तो मान्छे हुन सक्दैन, किनभने हामीलाई कहिले पनि गलत काम गर्न पनि आउँदैन, झुट बोल्न पनि आउँदैन। मेहनत गर्दा केही फरक पर्दैन। जति काम गर्छ मान्छे उति बलियो हुन्छ। जो मान्छे इमान्दार हुन्छ उसले मेहनत गर्नै पर्छ। गलत मान्छेले पो रातोरात धनी हुन्छ। हामी जस्तो मान्छे हुन सक्दैन, किनभने हामीलाई कहिले पनि गलत काम गर्न पनि आउँदैन, झुट बोल्न पनि आउँदैन। मेहनत गर्दा केही फरक पर्दैन। जति काम गर्छ मान्छे उति बलियो हुन्छ। जो मान्छे इमान्दार हुन्छ उसले मेहनत गर्नै पर्छ। गलत मान्छेले पो रातोरात धनी हुन्छ। हामी जस्तो मान्छे हुन सक्दैन, किनभने हामीलाई कहिले पनि गलत काम गर्न पनि आउँदैन, झुट बोल्न पनि आउँदैन। मेहनत गर्दा केही फरक पर्दैन। जति काम गर्छ मान्छे उति बलियो हुन्छ। जो मान्छे इमान्दार हुन्छ उसले मेहनत गर्नै पर्छ। गलत मान्छेले पो रातोरात धनी हुन्छ। हामी जस्तो मान्छे हुन सक्दैन, किनभने हामीलाई कहिले पनि गलत काम गर्न पनि आउँदैन, झुट बोल्न पनि आउँदैन। मेहनत गर्दा केही फरक पर्दैन। जति काम गर्छ मान्छे उति बलियो हुन्छ। जो मान्छे इमान्दार हुन्छ उसले मेहनत गर्नै पर्छ। गलत मान्छेले पो रातोरात धनी हुन्छ। हामी जस्तो मान्छे हुन सक्दैन, किनभने हामीलाई कहिले पनि गलत काम गर्न पनि आउँदैन, झुट बोल्न पनि आउँदैन। मेहनत गर्दा केही फरक पर्दैन। जति काम गर्छ मान्छे उति बलियो हुन्छ। जो मान्छे इमान्दार हुन्छ उसले मेहनत गर्दैन।